ल दिदीलाई दिनु भन्नु ई लाइटर या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु ज्योति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः नमस्तुनन्ताय सहस्रमूर्तये सहस्रपादाय शिशिरोरुहावे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमः शुभं भवतु कल्याणम् आरोग्यं सुख संपदा सर्वकष्ट विनाशाय दीपज्योति नमस्तुते दीपनारायणाय नमः ल फूल चाहिँ अगाडि राखिदिनु वो दीपः या गच्छ या तिष्ठ यावत् पूजां करोमि तावत् सुप्रसन्नो वरदो भवः पादयो पाद्यम जलहरू चढाइदिनु हस्तयो अर्घम पञ्चामृतहरू चढाइदिनु मुखे आचमनीय फेरि जलहरू चढाएर नमस्कार गरिदिनु नाना सुगन्ध पुष्पाणि यथा कालभवानि च पुष्पाञ्जलिमया दत्त्वा गृहाणां परमेश्वर गन्धद्वारा दुरादष्टा नित्यं पुष्टिं करिष्यणम् ईश्वरीं सर्वभूतानां तामयोपयो श्रियम् ल अब हजुरहरूले के गर्नु भने अब आज हाम्रो हनुमानजीको पञ्चमुखी हनुमानजीको प्राण प्रतिष्ठा समारोहमा हामी उपस्थित छौँ। भगवानलाई प्राण प्रतिष्ठा गर्ने दिन जापको संख्या पुर्याउनु पर्छ। पूजाले मात्रै हुँदैन, जापको संख्या पनि पुरा हुन पर्छ। त्यसैले सहस्र जाप हैन, ओम हम हनुमन्ताय नमः भनेर भगवानलाई आह्वान गर्नुस्। कम्तीमा पनि एक माला सबैले जाप गर्नुपर्छ। ल ओम हम हनुमन्ताय नमः कम्तीमा पनि 108 चोटि सबैले जाप गरेर बोलाउनुस् हनुमानजीलाई। ओम हम हनुमन्ताय नमः। ल पानी पनि लाने यहाँ छैन पानी पहिला मात्रै चिया बनाएको एक लिटर म 1 लिटर चिया बनाएको चिया अब बसेर भन्नु पर्छ बन्द हुन्छ बसेर भिडियो बन्द गर